हेलो गाइज, हजुरहरूलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ। र आजको दिन चाहिँ मेरो प्लान के छ भन्दाखेरि करेन्ट मोमो अनि ससेज बनाएर खाने प्लान छ है त। सो पहिला चाहिँ म नुहाउँछु है, नुहाएर अनि त्यस पछाडि मेरो बुढो आएपछि काममा जानुभएको छ, कामबाट आउनुहुन्छ अनि त्यस पछाडि चाहिँ हामी सँगै बसेर मोमो करेन्ट अनि ससेस खानेवाला छौँ गाइस। मुख रसाइसक्यो कि अहिले मलाई के करेन्ट भनेपछि मोमो मेरो अलवेज फेभरेट हो कि मोमो चाहिँ होइन। करेन्ट अनि मोमो ससेज यति भनेपछि मेरो मुखबाट पानी आउँछ के। ल म पहिला अब नुहाउँछु अनि त्यस पछाडि अनि बनाएर अनि खानुपर्छ। सो गाइज अनफर्चुनेटली मेरो बुढाको चाहिँ प्लान क्यान्सल भएको छ। उहाँले चाहिँ करेन्ट नखाने हुनुभएको छ किनभने उहाँ चाहिँ एकछिनमा बाहिर निस्किनु पर्ने हुनेछ होइन। तर म चाहिँ करेन्ट खाने हो। अब मैले मोमो पाकिसक्यो, ससेज फ्राई गरिसकेँ। सो चाउचाउ बनाउने त्यही पानीमा चाहिँ मैले अन्डा उमाल्ने हो कि। अनि त्यस पछाडि अनि खाने हो। गाइज मेरो करेन्ट रेडी भइसक्यो। कस्तो दामी देखेछ। अब म यो खाने हो। प्लस यसको प्लस पोइन्ट के छ भन्नु न, स्प्लिट्स विला हेर्दैछु म। स्प्लिट्स विला हेर्दै करेन्ट मोमो ससेज, वाउ बेस्ट कम्बिनेसन एभर के गाइज, बेस्ट कम्बिनेसन एभर। प्लस पिरो भइहाल्यो भने भनेर मैले आज जुस पनि लिएको छु, अनारको जुस हो। सुरु गरौँ ल। यो फर्स्ट बाइट। मिठो छ गाइज। मैले पिरो चाहिँ खासै हालेको होइन किनभने अस्ति भर्खर साथीकोमा जाँदा नि खाएको थियौँ, त्यही भएर। स्प्लिट्स विला हेर्दै गाइज के अरे काइरा र गुल्लु लभडेन। ओ माई गड, वाउ हो कि होइन। स्प्लिट्स पग्लुहरू को हुनुहुन्छ क्या। साउन्ड चाहिँ मैले अलिक घटाएँ टिभीको होइन। स्प्लिट्स पग्लु चाहिँ को हुनुहुन्छ गाइज। म त आई डोन्ट नो म कति इयर्सको थिएँ के, प्रोबेबली 14-15 त्यहाँबाट मैले हेर्न थालेको। लाइक मैले फर्स्ट मेरो उस हेरेको भनेको कुन चाहिँ वाला हेरेको स्प्लिट्स विला भन्दा प्रिन्स वाला उत्तु सना त्यो वाला स्प्लिट्स विला हेरेको गाइज मैले फर्स्टमा। अहिलेसम्म ननस्टप। मोमो पनि खाऊँ है। तर भ्लग बनाउँदै स्प्लिट्स विला हेर्दा चाहिँ अलिक डिस्टर्ब हुँदो रहेछ। त्यही भएर चाहिँ म उस गर्छु होला गाइज, भ्लग एकैछिन स्टप गरेर खाँदै म स्प्लिट्स विला इन्जोय गर्छु। फेरि भेटौँला है अनि स्प्लिट्स विलाको गफ गरौँला। हाई गाइज, मैले फेरि अब त्यो खाएँ होइन करेन्ट मोमो अनि स्प्लिट्स विला हेर्दै। अहिले इमोसनल पनि भयो म लास्टमा जब रोएँ योगेशको लागि होइन। त्यो मोमेन्टमा चाहिँ म इमोसनल पनि भएँ। जस्तो राम्रो थियो स्टार्टिङमा के अरे गुल्लु र काइराको लभ पेन त्यो पनि राम्रो थियो होइन।
अनि त्यस पछाडि टास्क चाहिँ बवाल थियो है। निहारिका क्या दामी खेलिरहेको थियो, म निहारिकाले जित्छु कि भइरहेको थियो होइन। निहारिका र सौरभको भएन, उनीहरू पनि दामी नै खेलिरहेको थियो। तर अफकोर्स मलाई सो चाहिँ हल्का बायस चाहिँ लाग्छ, तर पनि राम्रो थियो सेमी फिनाले। अब फिनाले त्यस पछाडि भ्याइन्छ अनि म के हेर्ने भइरहेको छ, तर रोडिज आउँछ भनिरहेको छ अनि म फेरि रोडिज हेर्छु। त्यही हो गाइज, जस राम्रो थियो यो एपिसोड नि, राम्रो थियो, राम्रै गयो, मलाई मन पर्यो। त्यही हो, गुल्लु र काइराले जिते टिकट टु फिनाले। अब को आउँछ होला फिनालेमा चाहिँ, मतलब को हुन्छ होला है विनर, यिनीहरूसँग पर्फर्म गर्ने को हुन्छ होला फिनालेमा, त्यस पछाडि विनर को हुन्छ होला भइरहेको छ मलाई। विनर अफकोर्स गुल्लु नै होला मलाई जहाँसम्म लाग्छ। रोडिज पनि जितेको थियो, यहाँ पनि जित्छ भन्न पार्नलाई म गुल्लु नै हो जस्तो लागिरहेछ। त्यही नि हेरौँ के हुन्छ है गाइज। ल अब यति भन्दै म पनि सुत्छु होला, अल्छी लागिरहेछ, थकै लागिरहेछ। बाई बाई गाइज, लभ यु। स्प्लिट्स विलाको कसले हेर्नुहुन्छ हजुर पनि हेर्नु होला, नहेर्नेले हेर्नेलाई त थाहा छँदैछ यसको क्रेज है। बाई बाई गाइज।